हेलो भाइ नमस्ते। फाइनल्ली यो घर चाहिँ यस्तो बनिसक्यो। अहिले चाहिँ हामी डे 80 मा छौँ। यतिखेर चाहिँ यो घर यस्तो बनिसकेको छ। केही समस्या बावजुदका कारण मैले चाहिँ यो भिडियोहरू तपाईँ समक्ष पस्किन पाएको थिएन। यतापट्टि चाहिँ बाटो बनिरहेको छ र त्यस कारणले गर्दा यो बाटो ब्लक भएको कारणले गर्दा चाहिँ यो स्टोरमा सामानहरू राखिएको हो धेरै। भने यतापट्टि पनि यस्तो बिल्डिङ चाहिँ यो सतिङ भएर धरान भइसकेको छ। भने माथिपट्टि चाहिँ यति धेरै वालहरू उठाइसकेको छ। सम्म गरेर सबै रूपमा हेर्ने हो भने 75% कामहरू चाहिँ भएको छ। तलपट्टि प्लास्टरहरू पनि सम्पन्न भइसकेको छ। अब चाहिँ टाइल मार्बलको काम मात्र बाँकी छ। म चाहिँ अब माथिल्लो फ्लोरमा जाँदैछु। चाहिँ पुरै ढलान भएको छ। भने भित्रपट्टि चाहिँ यो पुरै प्लास्टरहरू भइसकेको छ। धेरै कोठाहरू छन् प्लास्टर भइसकेको छ। अनि यो चाहिँ यतापट्टिको बिल्डिङ हो। यतापट्टि पनि ढलान भएर यस्तो भइसकेको छ। हामीले चाहिँ अहिले यहाँनिर वालहरू लगाइराखेका छौँ। यो चाहिँ ठेक्कामा हो। करिब 2.5 लाख चाहिँ हामी पनि यहाँबाट इन्कम गर्छौँ। अब वाल पनि थोरै मात्रामा छ। यो पार्टिसनहरू छन्। यसरी फ्लामबाट छ। यो चाहिँ टिनले च्याडरले छाइएको हो। यहाँ चाहिँ अब पार्टिसनहरूको वाल लाउन बाँकी छ। ब्लकको गाह्रोहरू धेरै छन्। कोठाहरू निकाल्न छ धेरै बाँकी। मैले चाहिँ यहाँ मेरो हेलमेटै राख्छु। धेरै छ। यसरी कोठाको पार्टिसनहरू लाउन बाँकी धेरै छ। यो चाहिँ लेडिज टोयलेट हो भने तलपट्टि यो जेन्ट्स टोयलेट। भने यो चाहिँ न्यू लाइट इङ्ग्लिस बोर्डिङ स्कुलको यो भवन पारिपट्टिको देखिरहेको भवन चाहिँ यो भवन अपुग भइसकेपछि यताको भवन फेरि पुनः निर्माण गरिएको हो। म तल्लो फर्स्ट फ्लोरमा जाँदैछु। यहाँ चाहिँ पुरै प्लास्टर भइसकेको छ। पेन्टिङहरू पनि गरिसकेको छ। यो फलामहरूमा कोठाहरू अड्यारो देखिन्छ। पुरै कोठाहरू चाहिँ यसरी प्लास्टर गरिसकेको छ। माथिपट्टि यो पेन्टिङहरू पनि गरिरहेको छ फलाममा। यो चाहिँ तल्लो फ्लोरको जेन्ट्स टोयलेट हो भने यतापट्टि चाहिँ यो लेडिज टोयलेट फेरि तल्लो फ्लोरको। यहाँ प्लास्टर गर्न बाँकी छ। अझै प्लम्बरको कामहरू पनि करिब भइसकेको छ। प्लम्बर वायरिङहरूले पनि काम चाहिँ लगभग फर्स्ट फ्लोरको काम भइसकेको देखिन्छ। भित्र चाहिँ अड्यारो गुप्त देखिन्छ कोठोहरू। पुरै पार्टिसनहरू छन्। यहाँ पनि बाथरुम टोयलेट। यसरी चाहिँ निर्माण गरिएको छ। यो भिडियोलाई कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको बसेबाट छुट्टिन्छु। हस्त नमस्ते।